अहिले चाहिँ हामी लिप्जू उप संगठन दर्शन जाँदैछौँ। हाम्रो जाबाले चाहिँ अहिले 62,000 को घन्टी डाइनामिकको तर्फबाट चाहिँ झुन्नको लागि हामी बोक्दैछ। हामी चाहिँ उकालो जाँदैछौँ अहिले। ओह अहिले चाहिँ हामी हजुर गरौँको भयो हजुर गरौँ के भएको छैन। म त यो कुइटल बोक्ने मान्छे कहाँ यो 32 धार्मीको मलाई ल अब धेरै छैन पुग्न लाग्यो त हामी अब चाहिँ यस्तो हेर्दाखेरि सम्म आएको बाहिर तात्छ मलाई कि 2 चक्कर पास 2 हो। चाहिँ डाइनामिक ग्रोथ एकाडेमीको तर्फबाट झुन्डाएको घन्टी छ यहाँ। अहिले चाहिँ म लिप्जू उप समाधानमा छु। डाइनामिक ग्रोथ एकाडेमीको तर्फबाट भर्ती हुने हाम्रो RI-25 को भाइहरू 26 जना भाइहरूको नाममा चाहिँ हामीले एउटा घन्टी झुन्डाएको छौँ। यो चाहिँ 64,000 को 32 केजी प्लसको छ। अनि हाम्रो भाइहरू अझै राम्रो होस्, सधैँ हाम्रो राम्रो होस्। अर्को चाहिँ यो हाम्रो अमरबहादुर सरको छोरा हाम्रो डाइनामिक ग्रोथ एकाडेमीबाट चाहिँ भर्ती भएर युके जानुभएको छ। उसको नाममा चाहिँ उहाँ पठाउनु भएको यहाँ झुन्डाएको छु मैले। थ्याङ्क यू।